Hi guys, welcome back to my new video. Hi guys, good morning. Good morning. Good morning. म चाहिँ घर छु आज नक्कली छोरी यिनी मायालु पुन्टी नक्कली वयस्कालु छोरी हुन्। म घर छु आज। म आज दिनभरि के गर्छु सब देखाउँछु ल। अनि अहिले चाहिँ म तातो पानी खाइरहेको छु। यसपछि खान्छु म चिया। साथीहरू चिया। म के गर्छु देखाउँछु है त। ल बाई गर अहिलेलाई। अहिले पछि फेरि भन्छु है भन। अहिले फेरि भन्छु पछि। के गर्छु मैले भनेर भन। मैले के गर्छु रे? के गर्छौ? पछि भन्छु रे। म खान्छु र हग्छु मात्र भन। म खान्छु र हग्छु मात्र। को नानी? को? कहाँ गयो कि तिमी बिहान बिहान हो? छ्या कहाँ गयो बिहान बिहान भन त? यस्तो चिसोमा कहाँ यो? को यो? नक्चो हेर्नु है यहाँ यसमा बाइकमा बस्दा हुन्छ कति खुसी हुन्छ ल। अहिलेसम्म नबोली मान्छे यहाँ बाइकमा बसालेपछि त कस्तो हुन्छ यहाँ। छोटे फुल पनि देखि छोटे फुल बाबा के रहेछ अरे? गाडी यहाँ बाबाको के रहन्छ क्या? बुद्धि रहन्छ। बुद्धि पर्छ। अनि यहाँनिर चाहिँ मैले पहिला नै सिमी बनाउन सहयोग गरेर त्यसपछि बल्ल भिडियो रेकर्ड गरेको होला। डन्ट जज मी है। अहिले चाहिँ हामी टाढी जाँदैछौँ साथीहरू। टाढी 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 चढतिर बेसी सहँदै नानी अब चाहिँ हाम्रो ठुलो कराइछ कि आयो नानी आज जान्थे नोटिस भन्ने ठुलो घर यस्तो छ साथीहरू। ए मारिदिले चाहिँ तैँले लोकल कुरा गाउँ डुल्ने त्यही भएर खुब नजाने नि फिर्ता। ए डुलाउन आएर होला हेर्न हाँसेको आउँछ। नानी मर्छ के? यो चाहिँ हाम्रो बाजेको घर हो। बाजेको पुरानो घर हाम्रो चाहिँ यही हो। यहाँ चाहिँ कोही पनि बस्नुहुन्न। यो त पहिलेदेखि यस्तै नै थियो। यहाँ बाख्रा बान्नुहुन्थ्यो। यो चाहिँ गोठ होइन तर यहाँ पहिला एक्चुअली भान्सा थियो यो के? कहाँ कति होला ल घर चाहिँ यही हो तर मान्छे कोही बस्दैन नि घरमा चाहिँ। मन्सा बोराको घर हो तर मन्सा बोरा सुखेत फुल घर चाहिँ यही हो। यहाँ चाहिँ पहिला बाजे बस्नुहुन्थ्यो अनि अङ्कलहरू बस्नुहुन्थ्यो। आजकल चाहिँ कोही बस्नुहुन्न। यहाँ देउता मान्ने मात्र जम्मा हुन्छौँ। यही हो।
ह्यान्डीले चाहिँ हामी किन हाँसेको भनेर चाहिँ नभनिहालौँ, त्यही पनि हाँसेको देख्दाखेरि हाँसो लागिहाल्छ, हाँसिहालिदिनु न, के फरक पर्छ र। अनि हामी चाहिँ कुलपूजा भएर खानासाना खाएर आफ्नो घर आएको थियौँ। आफ्नो घर आउँदा अस्तव्यस्त ध्वस्त जिन्दगी थियो, किनभने त्यो दिन खाजाको अर्डर थियो, रोटी, सुक्खा रोटी, तरकारी अनि दहीको। त्यही भएर चाहिँ त्यही काममा के गर्दा मैले धेरै काम त गरिनँ कि, त्यही पनि बिजी भएँ। अनि बिजी भएर म यहाँबाट अर्को ठाउँमा पुगिसक्दा पनि भिडियो रेकर्डै गर्न पाएन साथीहरू। बिजी भए पनि रमाइलो भयो। डुल्छौ हो तिमी? तिमी बहुत डुल्छौ गरे हो? डुल्छौ? किन डुल्छौ? स्कुल जान्छु कि नै? अनि भिडियोको एन्डिङ चाहिँ सोचे जस्तो भएन, त्यही पनि हेरिदिनु हो, त्यसको लागि थ्याङ्क यू एन्ड बाई। आजको लागि यति, सी यू इन नेक्स्ट भिडियो। प्लिज सब्सक्राइब है।